सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल हामी सबैजनाले ह्याप्पी दसैँ भन्नु पाइसक्नु भयो क्या ह्याप्पी दसैँ क्या चाहिए रे बाबा तेरे को किसका हेर्नु न कस्तो लाग्दो भएर बसेको अनि मेरो चाहिँ सानो हो नि त मेरो पालो आउँदैन कति छिटो भएको झन् मलाई कस्तो आमा पारा हेरेर रातभरि आमामा सर यति साह्रो नगर न हेलो तिम्रो फेरि भ्लगमा आयो त हेलो म फेरि आएँ वेलकम ब्याक टु माई च्यानल वेलकम ब्याक टु माई च्यानल एन्ड आई एम ब्याक ऊ चाहिँ पहिले मिल्ने थियो कि छुट्याइदियो क्या हामीलाई उताबाट के गर्नु उता के पहिले काम गर्ने हाम्रो अनि अब टिका लगाउने पाला त अहिले आउँदैन मेरो होइन अझै टाइम लाग्छ मलाई नि गर्नुभयो अनि के अरे मेरो पालो आउनु अझै धेरै टाइम छ न हो पहिलो जोडी नजिक छन् मेरो जोडी टाढा छन् यहाँ छन् के गर्ने अब मेरो टिका लगाउनु पाला छैन सानो हुनु पनि पाएको अब चाहिँ मेरो पालो सेतो लाउनेहरु लास्टमा बस्छ है अनि रातो लाउनेहरु पछिल्लोबाट हात फेरि रातो कोको मागे हुन्छ रातो बाहिर आन्जी र कहिले पनि दुःख परेको बेलामा दाइलाई सम्झी तरकारी छँदै भएछ त्यसमा गरिदिउँ जहिले सम्झी तर कहिले काहीँ पनि सम्झी शेष भयो भने चाहिँ मनको कुराहरू जसले पनि सबै कुरा होस् भगवान्को कृपाले यति चाहिँ भगवान्ले तेरो मनमा र सुन्दै हुन्थ्यो ल भान्जीको पहिला सुरुमा म भान्जीलाई मेरो भान्जीको हाइट बढ्दै हालिदियोस् मेरो भान्जीको हाइट बढिदियोस् र अलिकति मासुहरू पनि राखिदियोस् बडीमा खाएको कुराहरू सबै कुराहरू एकै ठाउँ मात्र होइन सबै कुरामा राखिदियोस् भान्जीको पनि र भान्जीले सोचेको कुरा आफूले चाहेको कुरा चिताएको कुरा आज सोचेको छ भने भोलिले भइहालोस् यति भन्न चाहन्छु चाहन्छु र भोलि यो कुरा हुन्छ भने हुन्छ स्ट्रगल गर्दैछ भान्जीले यो स्ट्रगल हामीले यसरी हेर्न पाऊँ र भोलि सशस्त्र दिनमा भान्जीलाई देख्न पाऊँ होइन के भन्छ भान्जा लाग्छ मेरो आशीर्वाद त कसम भनेको मैले बोलेपछि त सक्यो बस ल अब को बाँकी हो अब हाम्रो आउँछ लिएर एकेर देखियो आज चाहिँ म यहाँ छु है अब अगाडिको दसैँमा चाहिँ सँगै टिका लगाएको थियौँ अनि अब अहिले चाहिँ सँगै भएको छैन तर नि फोन गरेर यसरी हेर्न सक्नुहुनेछ त्यही भएर मैले भाइलाई अघि नै फोन गर्नु आँटेको थिएँ तर गर्न पाएन म टिका लगाउनु बिजी थिएँ नि त त्यही भएर विजय दशमीको धेरै धेरै शुभकामना मेरो भाइलाई यहीँबाट टिका लगाइदिए जसरी नै ठुलो मान्छे बन्नु राम्रो हुनु
जहिले अगाडि बढ्नु धेरै धेरै माया र सम्झना फेरि है दोस्रो टिका है दिदीले लगाइदिनुहुन्छ भगवान्लाई मैले प्रार्थना गर्न चाहन्छु फेरि टिका लाउन आगोमा दादालाई खै त भ्लग बनाउनु गाह्रो छ हौ 2 दिनको जिन्दगीमा के भन्नुहुन्छ भाइ भ्लगमा 2 दिनको जिन्दगीमा यो भाइ चाँडोभन्दा चाँडो गोरो भइहालोस् सम्भवमा प्रणाम गरिदिन्छ भाइ बलिदान यो जान बलिदान मलाई दिनु बिचारा मेरा भाइलाई लोगे मैले नेटवर्कमा राख्नु छिटो आगे भने भए म अब हाम्रो एउटा ग्रुप फोटो प्लिज गाइस माथि जाने कि कुन जाने लाउनुको फाइदा नि छ है होइन स्याउमाएको छ ग्रुप फोटो हाल्न चाहिन्छ ग्रुप फोटो हाल्न चाहियो मान्छे पैसाको लागि भन्छ है तर हामी चाहिँ मैले दिएको 2टै थियो मैले हामी पैसा लिन गएको होइन क्या स्याउ लिन गएको पैसा यता देऊ न त ल अब हामी कुन जान्छौँ एउटा राम्रो फोटो दियोस् एउटा मेमोरीको लागि लाइफ टाइम मेमोरिज उनी जाऊ राम्रो फोटो खिचौँ सबैजना त्यस्तोसँग बम्पर लिन्छ त के हो? फ्रेममा जो हुँदैन त्यसमा बम्पर ल स्पिकर लिएर जान्छु म ल गाइस अब चाहिँ मैले खाना खाएर सकेँ अब चाहिँ दसैँ सक्यो दसैँ सक्यो अब अब त दसैँ जस्तै भयो दसैँ त खत्रेको लागेको छ हेर्नु है